एकजना साथीलाई मैले 1,50,000 रुपियाँ दिएको थिएँ। उनले मेरो पैसा फिर्ता गर्न मानेको छैनन्। 5 वर्ष भइसक्यो। अब मैले के गर्ने? धेरैजना व्यक्तिहरूले आफ्नो पैसा उधारो दिएर, कर्जा दिएर, अरूलाई सापटी दिएर अहिले पैसा फिर्ता पाउनु भएको छैन। यो सम्बन्धमा विभिन्न प्रश्नहरू आएको छ। कुनै व्यक्तिलाई रकम उधारो दिँदाखेरि, सापटी दिँदाखेरि, कर्जा दिँदाखेरि त्यस बापत केही लिखतहरू समेत तयार गरिन्छ। त्यो लिखतहरू तयार गर्दाखेरि तमसुक लिखत भयो, कपाली तमसुक भयो, दृष्टिबन्धकको लिखत भयो, चेक काटेर दिने इत्यादि लिखतहरू तयार गरेर दिने गरिन्छ। सोही बापत रकम लिन दिने गरिन्छ। तर ती लिखतहरू यदि रीतपूर्वक भएन, रीतपूर्वक तयार गरिएन, रीतपूर्वक दर्ता गरिएन र आवश्यक प्रक्रियाहरू पूरा भएको छैन भने त्यो कागजहरूले भने मान्यता पाउँदैन। त्यसको रीतहरू के हो, प्रक्रियाहरू के हो भन्ने सम्बन्धमा मैले विभिन्न भिडियोहरू बनाइसकेको छु। कपाली तमसुक कसरी लेख्ने भन्ने सम्बन्धमा मैले छुट्टै भिडियो बनाएको छु। तपाईले त्यो भिडियो गएर हेर्न सक्नुहुन्छ। त्यहाँ सबै ड्यू प्रोसेसहरूको सम्बन्धमा पनि चर्चा गरिएको छ। त्यसरी सापटी लिँदाखेरि, पैसा दिँदाखेरि त्यहाँ टाइम ड्युरेसन के थियो भने 6 महिनाको थियो, 1 वर्षको थियो। तर पनि अहिले के भयो भने 4 वर्ष, 5 वर्ष, 6 वर्ष, 7 वर्ष बितिसकेको छ। अहिले पनि पैसा माग्दाखेरि के भन्यो भने आलटाल गर्छ, पैसा दिन मान्दैन। यो अवस्थामा सिधा एन्सर के हुन्छ भने तपाईलाई दिएको भाकाभित्र यदि पैसा दिएन, तपाईले पटक पटक पैसा माग्दाखेरि पनि दिएन भने तपाईले न्यायिक उपचार खोज्न सक्नुहुन्छ। त्यसको लागि सम्बन्धित जिल्ला अदालतमा गएर मुद्दा दर्ता गर्न सक्नुहुन्छ, लेनदेनको मुद्दा दर्ता गर्न सक्नुहुन्छ। यदि तपाईसँग कपाली तमसुकको कागज हो, दृष्टिबन्धकको कागज हो भने लेनदेनको मुद्दा दर्ता गर्नुपर्ने हुन्छ। यदि तपाईलाई चेक दिएको छ भने चेक बाउन्स गराएर तपाईले त्यसको छुट्टै प्रक्रिया हुन्छ। चेक बाउन्स गराएर तपाईले चेक अनादर अथवा बैंकिङ कसुरको मुद्दा दर्ता गर्न सक्नुहुन्छ। भनिसकेपछि अल्टिमेटली यदि तपाईको पैसा उसले फिर्ता गर्न मानेन, पैसा फिर्ता गरेन भने तपाईले कानुनी प्रक्रिया पूरा गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।